हेलो, हामी चाहिँ आज यो ठाउँमा आएको छ घुम्नु कि रमाइलो भइरहेछ। घाम यहाँ आएर बिना दिलाई उता लगेको भए त्यो स्काई वकमा दामी हुन्थ्यो। तर मलाई यहाँ आउनु मन लागेको थियो। ब्रिज चाहिँ दामी साह्रै बनाएको रहेछ, मजाको बनाएको छ कन्स्ट्रक्सन चाहिँ, इन्जिनियरिङ गुड वर्क। सो यो चाहिँ हो टिस्टा क्यानल, यहीँदेखि स्टार्ट हुन्छ। यो चाहिँ टिस्टा। आम्मा साथी हो, पानी चाहिँ पुरै छ। आज चाहिँ हामी यहाँ आएको छु गजलडुबा है, गजलडुबा। सो राइट नाउ वी आर हियर इन भोलेर आलो जाने बाटो चाहिँ यो देखेको नि। सो त्यसले लेखिरहेको छ भोलेर आलो। यो चाहिँ अलिकति सुटिङ एरिया रहेछ। सो यहाँबाट है, सो हामी चाहिँ अब यो बाटो गयो भने चाहिँ पुरानो ब्रिज जान्छ अरे हो। यहाँबाट कस्तो लाग्यो? यतिकै त मलाई राम्रो लाग्यो, तर अलिकति घाम चाहिँ चड्को भयो है लक्ष्मी। यो छ नजारा यहाँको। यहाँ टुरिस्टहरू आउँदैछ है, र अलिकति भित्र बसेपछि चाहिँ यहाँ चाहिँ यस्तो जग्गा रहेछ है। यो सबै फोटोग्राफी गर्ने एरिया रहेछ भोलेर आलोको। राम्रो लाग्यो, नट ब्याड। सो यहाँ एउटा सानो पार्क जस्तो रहेछ कि, अन्त त्यही आएको नि साथी। सिलगढीमा पुरै गरम भयो भने चाहिँ कहाँ जाउँ भने चाहिँ यसो जाउँ न त, अब नयाँ ठाउँ भने आयो कि। अघि दिन त राम्रै थियो, यहाँको त पाप्ने बिच बाटोमा झन् घाम हो। सो न यति राम्रो ठाउँमा छु हामी हो। सो इन्जोय गर्दैछ केटीहरूले, नानीले। यहाँ चाहिँ यस्तो जमेको पानी रहेछ कि, यो चाहिँ कमलै हो, कमलहरू खिल्छ। कमलहरू नट ब्याड। कस्तो भासिन्छ होला भित्र नि। यस्तो मजाको भइरहेछ नि। यहाँ खाने चाहिँ के पनि पाउँदैन रहेछ। खानु ल्यायो भने चाहिँ यहाँ खालि घाँस र त्यो घाँसपात रुखपात खानुपर्ने रहेछ कि, पानी चाहिँ लिएर आउनु पर्ने रहेछ। घाँटी सुकिसक्यो, क्याप भइसक्यो, पुरा गरम। यहाँ घाम द्याट साइड भोलेर आलो। ल अब ऊपर जाने कि त्यहाँ के छ छैन हो, त्यहाँदेखि चाहिँ म अपडेट गर्छु नि। ल छैन यो मेरो पछाडि चाहिँ हेर, यो साइकल रहेछ कि। यहाँ पो राम्रो छ त क्यानलमा है, ठन्डा पानी। अलि ठन्डा माग न अन्त। अगाडि यति बिना गरम कि। अब कहाँ जाने? चुस्की खान्छु। पुच्का पनि छ, के खान्छ? चटपटा खानु मन पर्छ? के खानु मन लाग्छ? चटपटाहरू गरममा पिरो अमिलो। आमा यहाँ छ है भाइ, पानी रहेछ क्यानलको ऊपर, नौका कुद्दैछ। वाउ, त्यही हाम्रो गजलडुबा क्यानल छ जस्तो। दिस इज गजलडुबा क्यानल। यस्तो छ। आमा ब्युटिफुल। आइज जाउँ अहिले, आइज त्यहाँ उता नजाऊ। यस यस्तो रहेछ। पानी चाहिँ पुरा बढेको रहेछ। आमा देख्छ भाइ? के छ भाइ? अघि त्यो सेतै के देख्दैछ भने नि हामीले भाइ, यो पानी दिएको रहेछ। ए पर हामी परसम्म गएको, त्यो माथि गाडी चल्छ।
आइज त लान्छु त्यहाँबाट म अहिले आइज आइज ल हामी चाहिँ झालमुरी खाँदैछ है दिदीले चाट चाहिँ दामी बनाउँदैछ के लाग्यो तिमीहरू के चाट खाबा झाल लाग्यो लाग्दैन लाग्दैन भालो लाग्यो टेस्टी कहाँ मिठो छ हाम्रो त झालमुरी यहाँ चाहिँ टेस्टी बनाएछ कि एउटा चाहिँ ट्रायल दिँदैछ हो त्यहाँदेखि चाहिँ है मुखमा पानी आइसक्यो तारतारी जल आएको मुखमध्ये ल हाले 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 चटनी गरममा चाहिँ यस्तै मजा आउँछ साथी हो ल आए अब चाहिँ अब लास्ट पुच्चाको रस हालेपछि त्यहाँदेखि चाहिँ माछाहरू पुरा हुन्छ र त्यहाँनिर एकले हेरौँ न बाबा लिएर आउँथ्यो होइन एउटा आमाको त्यो ल हे ए झर्छ है साथी हो मेरो चाहिँ यस दिस इज माई ल हे ल हामी कहाँ गयो भन भोडेल आलो यहाँ चाहिँ गजलडुबाको यो भोडेल आलोको चाहिँ यो रहेछ कि मार्केट जस्तो यहाँ चाहिँ माछाहरू तपाईँलाई अगर माछाको भेराइटीहरू चाहिन्छ भने चाहिँ होइन तिमीलाई चाहिँ माछाहरू खानु सक्दो रहेछ यहाँ आइटम आइटमको माछा बिक्री गर्दो रहेछ हो त्यहाँदेखि खानु सानु सबै नट ब्याड जाउँ अहिले भित्र बसौँ ल ओके म चाहिँ हुनु सब्जी किन्ने ल ल ल यो चाहिँ माछा यहाँ बेच्दो रहेछ तर आज बन्द रहेछ कि अन्त अहिले चाहिँ अब सायद सब्जी मन्डी लाग्ने रहेछ यो भित्र रहेछ यहाँ चाहिँ देशी कुखुराको अन्डा बिक्री गर्दो रहेछ यहाँ चाहिँ यस्तो रहेछ हो अन्त नदी हेर्नु लागेको यहाँबाट चाहिँ दामी देख्छ होला भ्यू यस्तो क्या यहाँ चाहिँ यस्तो भ्यू देख्दैछ कि तर अलिकति भ्यू इज नट गेटिङ क्लियर यहाँबाट चाहिँ यस्तो भ्यू देख्छ साथी हो यो क्यानल्सको डल्लै देख्दैछ ब्रिज हो सो दिस इज गजलडुबा क्यानल फेमस यो सब टिस्टाको पानी र होला सबै त बगेर यहीँ आएको अस्तिको बारको पानीहरू म चाहिँ यहाँ छु अहिले हो अब मजा लाग्यो त्यो माछाको हाटहरू पनि रहेछ म देखाइदिन्छु नि हो यहाँ आएर चाहिँ माछा खानु चाहिँ मजा आउने रहेछ कहाँ ब्याङ्ककको दोकानमा आएको जस्तो लाग्यो मलाई त्यो थाइल्यान्डहरू त्यो देखाउँछ नि टिभीमा त्यो क्या लोकल सी फुडहरू देखाउँछ नि क्या ब्याङ्ककको थाइल्यान्ड इन्डोनेसियाहरूतिर क्या माछाहरू बढी गरिरहेको के गरिरहेको उनीहरू डल्लै रहेछ चिङ्डी माछाहरू फ्राई गर्ने खाने माछा सबै माछै माछा माछै माछा कि त नखाम होला ओफ यस्तो मिठो बास्ना आउँदैछ कि माछाको माछा माछा बेसी खाँदिनँ म मलाई त मजा आउँदछ हो सुगन्ध यहाँ रहेछ नि फेभरेट चिङ्डी माछाहरू सबै त सबै नखाने पार्टी सबै बेच्दै बनाउँदैछ जाऊ जाने बनाएर बेच्छ फ्रेस रहेछ हेरेर हुन्छ जाऊ न अब चाहिँ हामी यहाँ निक्लेको राम्रो भयो सर्ट एन्ड स्विट ट्रिप हो आउँदा चाहिँ तर गरममा चाहिँ नआउनु पर्ने रहेछ बाई बाई सो साथी हो यही हो
यही ब्रिज हो। हामी चाहिँ त्यहाँबाट गएर फेरि यस्तो भएर चाहिँ यो बाटो भएर आएको। अब चाहिँ हामी लागेको गन्तव्यतिर है। सो यही ब्रिज हो। A few moments later. मोदी भएको झालमुरी। हेलो साथीहो, भेरी गुड इभिनिङ। सबै पढिरहेकोलाई हामी चाहिँ आज दिनभरि यस्तो घाममा अनुहार डढेर स्किन डढेर हामी कहाँ गएको थियौँ? पुरा चिसो। आफ्नो ठाउँ आफ्नो गाउँ चाहिँ यही चाहिँ राम्रो है, सबै चिसो चिसो। यस्तो मजाको दिन भइरहेको छ यहाँ। गजलडुबा गएको थिएँ। गजलडुबाबाट चाहिँ फेरि मन भरेन हो, त्यहाँ चाहिँ फेरि हामी मिलन मोडमा चाहिँ आएको छु।